मेरो नाम कृष्णप्रसाद सापकोटा। म केन्द्रीय दुग्ध सहकारी सङ्घको वरिष्ठ उपाध्यक्ष, ललितपुरको अध्यक्ष। आज विशेष गरी हामीले यो पत्रकार सम्मेलन मार्फत ललितपुर जिल्लामा रहेको पशु सेवा कार्यालय लगनखेलको जग्गा र घर चाहिँ अदालतलाई दिने गरी प्रक्रिया अगाडि बढिरहेको रहेछ। अनि हामीले थाहा पाइसकेपछि आज हामी सबै सरकारवालाहरू, किसानसँग सम्बन्धित निकायहरू, पशुपालनसँग सम्बन्धित र दुध व्यवसायसँग सम्बन्धित, मासु व्यवसायसँग सम्बन्धित सबै हामी सरकारवालाहरू उपस्थित भएर हामीले पत्रकार सम्मेलन गरेका छौँ र प्रेस विज्ञप्ति मार्फत हामी सरकारलाई ध्यानाकर्षण गराउँदैछौँ। पहिलो कुरा, बागमती प्रदेश सरकारले चाहिँ यो पशु सेवा कार्यालय मात्रै छैन, यो उपत्यकाको, काठमाडौँ उपत्यकाभित्रको महत्त्वपूर्ण कार्यालय छ। यसबाट धेरै सेवाहरू दिने गरेको छ। एउटा पशु स्वास्थ्यको सेवा छ, अर्को व्यवसाय प्रवर्धनका कुराहरू छन्, शिक्षा, तालिम, अनुगमन, यी विभिन्न कार्यक्रमहरू त्यहाँबाट गरिरहेको कार्यालय हो। यो चाहिँ एउटा सेन्टरको हिसाबले नि महत्त्वपूर्ण ठाउँ र व्यावसायिक हिसाबले पनि महत्त्वपूर्ण ठाउँ र किसानका हिसाबले कुरो गर्ने हो भने झन्डै 2 लाखभन्दा माथि किसानसँग सरोकार राख्ने विषय कार्यालय भएको हुँदा यो यहाँबाट चाहिँ लगनखेलबाट कार्यालय हटाउनु हुँदैन र यो जग्गा मास्नु हुँदैन। यो कृषिकै नाममा रहनुपर्छ, जुन पशु कार्यालयकै रहनुपर्छ भन्ने कुराले हामीले पत्रकार सम्मेलन गरेका छौँ। र म चाहिँ यहाँ मार्फत पनि के अनुरोध गर्न चाहन्छु भने हामी जुन आज 11वटा सरकारवाला निकायहरू उपस्थित भएका छौँ, यो धेरै जसो केन्द्रीय निकायहरू नै उपस्थित भएको छ र हामीले यो कार्यालय यथावत नरहेसम्म हामीले चाहिँ हाम्रा लबिङ, पैरवी, निवेदन दिने यी सबै गर्छौँ र अन्तिममा आन्दोलन गरेर भए पनि यो कार्यालयलाई हामी यथावत राख्नुपर्छ र हामी उठाउन दिँदैनौँ। घर जग्गा र कार्यालय यथावस्थानमै राख्नको लागि हामीले पत्रकार सम्मेलन मार्फत सबैलाई चाहिँ जनतालाई पनि सचेत बनाउनु पर्यो र सरकारलाई पनि ध्यानाकर्षण गराउनु पर्यो भनेर सुरु गरेका हौँ। अहिलेसम्म कुनै पनि त्यस्तो विकल्प दिएको पाएको छैन र विकल्प दिए पनि हामीलाई चाहिँ त्यस्तो खालको त्यो ठाउँै छैन, अर्को ठाउँ छैन। हामीलाई गाउँमा गएर दिएर एउटा पालिकालाई दिएर भएन लाई पाएको पर्ने गरी यो त 3टा जिल्लाको 21वटा स्थानीय तहलाई पाएको पर्ने र सेन्टरमा रहेको कार्यालय हो। त्यस कारणले यो यथावतै स्थानमा रहनुपर्छ भन्ने छ हाम्रो। भनेपछि के तपाईँहरूको योजना के छ अबको सरकारलाई माग कसरी गर्नुहुन्छ? आन्दोलनको तयारी खाका छ कि अथवा तपाईँहरूको तयारी भइसकेको छैन? हाम्रो चाहिँ आज चाहिँ हामीले पत्रकार सम्मेलन मार्फत सबैलाई जानकारी गराउने र हामी यो विज्ञप्ति र निवेदनसहित चाहिँ मन्त्रालयलाई, केन्द्रीय सरकारलाई पनि र बागमती प्रदेश सरकारलाई पनि ध्यानाकर्षण गराउँछौँ, पत्र बुझाउँछौँ र एउटा समय दिन्छौँ र अल्टिमेटम दिन्छौँ। यदि भएन भने र यो प्रक्रिया रोकिएन भने चाहिँ हामी फेरि पछि केही समय पछाडि रोकिएन भने हामी आन्दोलनका कार्यक्रम गर्छौँ। र अघि नै साथीहरूले पनि भनिसक्नुभयो, हामी जेसुकै गरेर भए पनि त्यो चाहिँ हामी कार्यालय चलाउन त्यहाँबाट सार्न दिँदैनौँ। भोलि अब जेसुकै गर्नु भनेको आन्दोलन, त्यहाँ तोडफोड होइन, जेसुकै गर्नु पऱ्यो भने त्यो हामी चलाउन दिँदैनौँ। र स्थानीय सरकारको कस्तो छ यसमा तपाईँहरूलाई सहयोग साथ के छ? स्थानीय सरकारसँग हाम्रो चाहिँ अहिले कुरा भइसकेको छैन। त्यहाँ अहिले यो छिटै चाहिँ यो प्रक्रिया अगाडि बढेर टुङ्गिन्छ भन्ने कुरो थाहा पाइसकेपछि भएको, हामीले थाहा नै भर्खर 2-3 दिन मात्रै भएको छ हामीले यो प्रक्रिया अहिले अगाडि बढेको। हामीले धेरै पहिला अलिअलि सुनेका थियौँ, अहिले चाहिँ तत्काल चाहिँ भर्खर 3 दिन मात्रै भएको छ र हामी एकदम यसलाई सजग बनाउनको लागि मात्रै आज चाहिँ हामी यहाँ उपस्थित भएर चाहिँ पत्रकार सम्मेलन गरेको हो। र मलाई जहाँसम्म लाग्छ त्यस्तो विकल्प पनि खोजी अहिलेसम्म भएको छ जस्तो लाग्दैन। त्यसो भएको हुनाले हामीले अहिले स्थानीय तहले, वडाले चाहिँ सिफारिस गरिसक्या भन्ने सुन्नमा आएको छ। वडा विशेष गरी यहाँ नगरभित्रकै कुरा गर्दा उहाँहरूको पशुपालन छैन। वडा नम्बर 15
र वडा नम्बर 5 पर्छ लगभग, उहाँहरूको चाहिँ कुनै यो सरकार देखिँदैन। त्यो कारणले पनि गर्नुभयो होला अथवा नजानेर गर्नुभयो होला, नबुझेर गर्नुभयो होला। हामी उहाँहरूलाई पनि भन्छौँ र सबै सरकारवालाहरूले चाहिँ अब जानकारी भइसकेपछि उहाँहरू पनि सचिनुपर्छ। भनेपछि अबको तपाईँहरूको बाटो भनेको पहिला सामान्य तरिकाले मन्त्रालयमा जानुहुन्छ अथवा सम्बन्धित निकायमा जानुहुन्छ, त्यसपछि उहाँहरूले त्यो कुरालाई सुनवाई गर्नु भएन भने आन्दोलनमै जाने हो भन्ने? त्यही हो। हामी पहिलो चरणमा हामी सबैलाई ध्यानाकर्षण गराउँछौँ र रोक्नको लागि हामी छलफल अन्तर्क्रिया गर्छौँ, भेटघाट गर्छौँ। अनि त्यसले भएन भने अनि पछि अर्को चरणको हामी आन्दोलन घोषणा गरेर जान्छौँ। हस्, अन्त्यमा केही भन्न चाहनुहुन्छ? सम्पूर्ण हामी जुन सरकारवालाहरू उपस्थित भएका छौँ र म यही मिडिया मार्फत सम्पूर्ण किसान, व्यवसायी र सरकारवाला, स्थानीय सरकार, प्रदेश सरकार सबैलाई चाहिँ यो विषयलाई गम्भीर भएर चाहिँ सबैले सहयोग गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद।